मात्र 2 दिनमा के म साथीहरू माथि नगएको कौसीमा। आज त म त सरप्राइज नै भएँ के। ल हेर्नु त पुलु पनि यत्रो भइछिन्। ल मेरो पाकुली कत्रि भइछिन्। ल मेरो मोटु पनि यत्रो भइछिन् है। मोटु पनि यिनी किन रिसाइकिन्। यिनी कलौटी त काली भइछिन् रिसाएर पनि, आफै जलेर पनि। ल मेरो यहाँ जोडीदारहरू हेर्नुहोस् त, जोडीदारहरू जोडी जोडी भएर फुल्नु भएछ, फल्नु भएछ र रमाइ बस्नु भएछ परान जोडीहरू। यसै क्रममा हामी आइपुग्यौँ चिप्ली भेन्टीतिर। यति लामो लामो नागिनहरू जस्तो भएर लामो लामो भएर बस्नु भएछ, तर कलिलो थियो है साथीहरू। आज मेरो कौसी खोतीमा मैले चिप्ली भेन्टी, करेला, क्याप्सिकम र गिरमला गरेर यति टिपेँ। मलाई यो बेला हरियो सब्जी त कसलाई होला मन नपर्ने, जसलाई पनि मनपर्छ। हजुरहरूको कस्तो हुँदैछ यसपालिको तरकारी? मेरो चाहिँ यो छ है साथीहरू।